आउनुहुन्छ त्यसपछि म आफै कुरा गर्छु आज वर्कसपमा हजुरहरू आउनुहोस् नआउनुहोस् पछि गएर सानीले त्यस्तो भनेर भिडियो त केही पनि नआओस् यहाँ जति पनि जान सक्छ म आफै भिडियो बनाएर फेरि हजुरहरूको खिलाफमा म त्यो लड्न पनि रेडी हुन सक्छु म यहाँ अहिले सत्यको लागि लडिरहेको छु भने हजुरहरू आफै त्यो नेगेटिभ कुरालाई चाहिँ सपोर्ट गरिरहनुहुन्छ भने आफैले गाह्रो पर्न सक्छ यो कुरा पनि याद होस् है सबैजनालाई झगडा गऱ्यो होइन लास्टमा गएर चाहिँ अब 2-3 जना दाइहरू मात्रै हुनुभयो होइन अरूहरू चाहिँ अब के कुरा गरेर म्यामले फकाउनु भयो फकिनु भयो उहाँहरू जानु भयो होइन अब पछि अब फेरि यस्तो भयो भनेर नआउनुहोस् है मैले चाहिँ भनेको छु है तपाईलाई मैले आफैले एड गराएको यहाँ ग्रुपमा मेरो सबैभन्दा ठुलो मिस्टेक भयो जस्तो गराइरहनु भएको छ तपाईले जुन नम्बरमा मलाई वर्कसपमा कन्ट्याक्ट हुनलाई जुन नम्बरबाट कन्ट्याक्ट गरेको थियो त्यो नम्बर मैले ह्यान्ड ओभर गरिसकेको छु वर्कसपबाट अब तपाईलाई आफै तपाईँ वर्कसपको लागि के भन्यो आफै पर्सनली भन्न जानु तपाईलाई म यहाँ ग्रुपबाट उडाइदिन्छु मैले सबैजनालाई नेपालको ग्रुप नेपालमा युएको ग्रुप युईलाई सबैको फाल्टा फाल्टै छ तपाईँलाई केही पनि थाहा छैन दाइ मैले सबैजनालाई आफ्नो ज्यान रिस्कमा राखेर काम गरिरहेको छु यिनीहरू डराइसके होइन अब यहाँ मलाई केस हाल्छु भन्दैछ यसरी ग्रुप बनायो भने यहाँ केस लाग्छ है युएमा मैले पनि बुझेको केस लाग्छ अरे अब युएको यहाँ ग्रुपले उनीहरूले अब के अरे हामीलाई पो उल्टै समात्नु भनेर भनेछ होइन उनीहरूले यसरी ग्रुप बनाएर हामीलाई यसरी भड्काइरहेको छ म्याम के हो भनेर कुन चाहिँ कुरा लागेको छ होइन अब म चाहिँ ग्रुप छोडिदिन्छु होइन अब आफूहरूको कसरी गर्ने हो गऱ्यो